हेलो एभ्रिवान, नमस्कार, गुड मर्निङ। हजुरहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु गाइस। अनि आज चाहिँ न्यू डे न्यू भ्लग। आज चाहिँ बिहान मैले भ्लग किन बनाएको भनेर सोच्नु भएको होला। मेरो कान्छी चाहिँ सुतिरहेकी थिइन् गाइस। अनि आज चाहिँ मेरो मम्मीलाई आँखामा धेरै समस्या भएको छ आँखा हेर्नको लागि, र आँखा पनि धेरै दुख्ने पोल्ने भएको छ रे गाइस। अनि आज चाहिँ मम्मीलाई लिएर म बिहान नेपालगञ्ज जाँदैछु, फुलटेक्रा भन्ने आँखा अस्पतालमा गाइस। अनि धेरै नराम्रो लाग्छ। अनि म चाहिँ कामको व्यस्तताले गर्दाखेरि भिडियो राम्रोसँग हाल्न पनि पाएको छैन गाइस है। अनि भिडियो पनि अब त्यति माया पनि पहिला हेरी अलिक कम भएको छ, मेरो मेहनत पनि अलिक कम भएको छ। हजुरले धेरै सपोर्ट गर्नुभएको थियो पहिला, अहिले धेरै कम भएको छ। आउने दिनमा आशा छ हजुरहरूले फेरि पहिला जस्तै माया गर्नुहुन्छ। अनि गाइस, अनि आज चाहिँ मैले नास्ता पानी केही नखाइकन अनि बिहानै आज मम्मीलाई लिएर जान लाग्यो। अनि आज चाहिँ कान्छी चाहिँ भित्र सुतिरहेको थिइन्। कान्छी उठिन् कि उठिन् थाहा भएन। कान्छीलाई पनि अलिक सन्चो छैन, आज चाहिँ धेरै नै पेट दुखिरहेको छ अरे। त्यस कारणले गरेर मैले कान्छी तिमी सुतेर बस्छ, म मम्मीलाई दबाई गरेर लिएर आउँछु भनेर मैले भनेको छु। मम्मीलाई धेरै आँखा दुख्यो भने चाहिँ धेरै नराम्रो लाग्यो। अनि आज चाहिँ मम्मी आज मेरो जसो काम भए पनि हिँड्नुहोस्, पहिला हजुरलाई आँखाको औषधि गरौँ, त्यसपछि बल्ल अरू काम गरौँला भनेपछि मम्मी धेरै खुसी हुनुभयो गाइस। अब गाडी म्याजिकको लागि हामी कुरेर बसिरहेको थियौँ, गाडी अहिलेसम्म आएको छैन। त्यस कारणले गर्दाखेरि आज चाहिँ मेरो कर्साबारी हजुरलाई देखाउनको लागि पछाडि आएको छु। हेर्नुहोस् गाइस, खुर्सानी फेरि पानी नपाएर यस्तो खडिर लाएर कस्तो भएको थियो, सुकेको थियो, फेरि फुल खिलेको छ। अनि अब फेरि फल्न लागेको छ। उ त्यहाँ साग रोपिदिएको छु। अनि त्यहाँ धनियाँ लसुन यस्तो भयो। लसुन अब बुढो भयो, पहिला देख्नु भएको थियो, अब सुक्ने बेला पनि हुन लाग्यो। अनि उता चाहिँ मम्मीहरू अगाडि बस्नु भएको छ गाडी कुरेर, अनि म चाहिँ पछाडि आएर बसेको छु अनि भिडियो बनाउनको लागि। यस्तै हो गाइस। अनि हजुरहरूले टमाटर कस्तो भयो भनेर सोध्नु भएको थियो। टमाटर हेर्नुहोस् त फल्दैछ, अझै पनि फल्दैछ, पानी हालिदिइरहेको छु बेला। अनि कपडा लाग्यो। अनि मैले चाहिँ यो चस्मा किनेको। अनि चस्मा कस्तो देखिएको छ, चस्मामा मलाई सुहाएको छ सको छैन कमेन्ट राखिदिनु होला। कान्छी चाहिँ के गरेको थिएँ हेर्छु कान्छीलाई। ल कान्छीले उठिसकिरहेको थिइन्, उठेको छैन भनेको त। तिमीलाई सन्चो छैन भनेको होइन, सुत न। म मम्मीलाई दबाई आएपछि खानसाना बनाएर आउँछु। कान्छीलाई पेट दुखेको छ है गाइस। अनि त्यही भएर कान्छी रेस्ट गरेर सानो भनेर मैले भनेको छु। म मम्मीलाई दबाई गरेर लिएर आउँछु, दाइरो म जान्छ मलाई सायद। राम्रोसँग बस्नु, आफ्नो ख्याल गर्नु है। दाइ पनि रेडी भइसक्नु भएको रहेछ त। ल दाइ हेलो भन्नुहोस् न दाइ। अनि मम्मी त बस्नु भएको छ। मम्मी नमस्ते गर्नुहुन्छ ल सबैजनालाई। मेरो मम्मीलाई चाहिँ आँखा दुख्ने पोल्ने भएको छ है मम्मी, धेरै नै दुखिरहेको छ नि मम्मी होइन। अनि मेरो कामको व्यस्तता म त यस्तै त हो नि गाई चाहिँ किसान छोरा भइसकेपछि काम गर्नुपर्छ। मसुरो उखाल्ने, यता नि मसुरो उखाल्ने, यता बार्ने गरेको थिएँ। अनि अहिले चाहिँ टाइम मिलाएर चाहिँ मम्मीलाई म दबाई गर्न लिएर जाँदैछु गाइस। अनि आँखा अहिले पनि दुखिरहेको छ मम्मी, चिन्ता नगर्नु, म लिएर जान्छु, सन्चो भइहाल्छ है। गाडी कुरेर बसेको आधी घन्टा पछि बल्ल म्याजिक आइसकेको छ। म्याजिक हाम्रो घरसम्म त आइसकेको छैन, हामी बाटोमा बसेको थियौँ। त अगाडि आइसकेको छ, त्यताबाट मान्छे चढ्दै हुनुहुन्छ। यहाँ चाहिँ बिहान 8-7 बजी सधैँ म्याजिक जान्छ नेपालगञ्जसम्म। अनि सजिलो पनि हुन्छ, अलि अल्टोले भन्दा कम पैसामा पुऱ्याउँछ। त्यस कारणले गर्दा हामी म्याजिकमा जाने गर्छौँ। अनि दाइ मम्मी उता बस्नु भएको छ। अनि 10-12 दिन जति भयो मसुरो उहाल्न थालेको। अनि मसुरो यता पनि उहाल्यौँ, अनि दिदीको पनि उहालिदिएको थिएँ। अनि त्यही भएर मम्मीलाई लैजान पाएको थिएन। अनि मम्मीलाई धेरै समस्या भइसकेपछि त यो काम भन्ने कुरो बिस्तारै गर्दै गरौँला। पहिला आफ्नो मम्मीलाई त अब औषधि गर्नु पऱ्यो नि त गाई चाहिँ। अब म्याजिक आउँछ, अनि म्याजिकमा चढिसकेपछि हजुरलाई म देखाउँछु है त। गाइस अहिले चाहिँ नेपालगञ्ज आइसकेका छौँ। अनि मम्मी पछाडि आउनु भएको छ। मम्मीलाई धेरै चक्कर लागेर गाडीमा, दाइ म यहाँ छौँ। यो चाहिँ नेपालगञ्ज बजार हो। अब यताबाट चाहिँ अटोमा जानुपर्छ। फुल्टेको जाने हो।
नेपालगञ्ज सहर अटो त पाइएको छ अलि मिलाएर लैजाने अटो चाहिँ चाहिन्छ न त यहाँ बजारमा चाहिँ ठगिदिन्छन् कि गाइस हामी त अब गाउँको मान्छे होइन ठगिदिन्छन् हामीलाई आइरहेको छौँ तर हाम्रो रेट त कति हो भन्ने थाहा छ एउटा चोकको रेट चाहिँ त्यस्तै 10-20 कति छ होइन एउटा चोकदेखि एउटा चोकमा गएको तर यहाँ हामी नयाँ मान्छेलाई चाहिँ लास्ट महँगो भनिदिन्छन् अझै अरूभन्दा नि जब पश्चिमबाट आउनुहुन्छ नि अझ बुढापाका सोझो दाजुभाइ दिदीबहिनीहरू आउनुहुन्छ नि उहाँलाई चाहिँ लास्टै ठगिदिनुहुन्छ क्या पैसा त्यही भएर बजार आउँदाखेरि एकदम चाहिँ सचेत हुनुपर्छ गाइज अहिले चाहिँ फाइनली हामी चाहिँ भेरीको नजिक आइसकेको छौँ अनि भेरी चाहिँ बाँकेको सबैभन्दा ठुलो अस्पताल हो सरकारी अस्पताल हो यहाँ चाहिँ धेरै यो चाहिँ भेरी अस्पताल हो अगाडिदेखि गेट छ क्या सायद यहाँसम्म आइसक्यौँ अब यतादेखि कतादेखि भित्र छिरेपछि बल्ल फुलटेक्रा आउँछ अझै फुलटेक्रा जानलाई टाइम नै लाग्छ यो भेरी अस्पताल चाहिँ यही नै हो भेरी अस्पताल यता साइडमा कति राम्रो माहौल सरसफाइ होइन फुलहरू क्या राम्रो देखेको होइन गाइस अहिले चाहिँ अटोमा बसिसकेको छौँ गाडी चलाइराख्नु भएको छ यही हो नेपालगञ्ज अब फुलटेक्रा जानको लागि रेडी भइसकेको छ अब कति मिनट लाग्छ धेरै त लाग्दैन 5-10 मिनट लाग्ला यहाँ भेरीदेखि 5-10 मिनट लाग्छ गाइस अहिले चाहिँ हामी फुलटेक्रा आइसकेका छौँ अनि दाइले चाहिँ पैसा दिन लाउनु भएको छ फुलटेक्रा अस्पताल चाहिँ यही हो धेरै भित्र छ क्या गाइस रोडदेखि चाहिँ मेन रोडदेखि यहाँसम्म त सायद 15-20 मिनटै लाग्यो अटोमा नि बहुत भित्र रहेछ गाइस भित्र चाहिँ भिडियो खिच्न पाइन्छ पाइँदैन अब दबाई गरिसकेपछि बल्ल खिच्छु ल गाइस अहिले चाहिँ हामी फुलटेक्रा भित्र प्रवेश गरिसकेका छौँ अनि फुलटेक्रा भित्रको प्रवेशद्वार चाहिँ यही नै हो अनि हामी भित्र यस्तो छिर्ने बित्तिकै यति राम्रो सानो गार्डन आउँछ होइन गार्डन आइसकेपछि कति राम्रो गार्डनहरू छ अनि त ऊ छ यही नै हो फुलटेक्रा होइन गाइस कस्तो मजाले फुलहरू हजुर यो चाहिँ गार्डन हो हजुर दाइ हेलो यता दाइ हुनुहुन्छ है मेरो दाइ अनि दाइ कहाँदेखि हुनुहुन्छ हजुर म चाहिँ कोलपुरदेखि हो यता आउनु दाइ ए ल अनि दाइको नाम चाहिँ के हो शुभ नाम चाहिँ इन्द्रबहादुर सुनार ए अनि विशेष के लागि आउनुभएको म चाहिँ यहाँ हजुरबाको चाहिँ आँखा अपरेसनको लागि आएको थिएँ ए फिलहाल हिजो आँखा अपरेसन भइसक्यो हजुर हजुर चाहिँ डिस्चार्ज गर्छ भन्ने जस्तो लागिरहेको छ ए ल दाइसँग भेटेर एकदम खुसी लाग्यो मलाई ल दाइ है ल नाम चाहिँ हेर्नु होला गोर्खाली सुरेश भलक छ है दाइ ल हुन्छ भाइ ल म नि बाँसगढीदेखि दाइ है ल दाइले चाहिँ हेलो भनेर सोध्नु भयो अनि दाइलाई चाहिँ मैले भलकमा देखाउन पाएँ कोही कोही कस्तो हुनुहुन्छ भलकमा आउनु एकदम मन गर्नुहुन्छ कोही भनेपछि भलकमा आउनु भने चाहिँ एकदम लाज मान्ने र रिसाउने झर्किने गर्नुहुन्छ कस्तो राम्रो लाग्यो कि अनि शान्त माहौलमा अनि उता चाहिँ मम्मीहरू लाइन लगाएर बस्नुभएको छ अनि त्यहाँ लाइन लाग्दाखेरि चाहिँ बोर लाग्यो अनि त्यही भएर सरक कसरी घुमेको गाइस अनि एकदम खुसी लागेको छ आज चाहिँ मम्मीलाई आँखा अस्पताल लिएर आउन पाउँदा गाइस उता चाहिँ मम्मी लाइन लगाएर भएको छ अनि दाइको पनि आँखा मासु पलाएको कारणले गर्दा दाइ पनि लाइन बस्नुभएको छ अनि म चाहिँ यहाँ यता बसिरहेको छु अनि यो गार्डन जस्ट अगाडि बसिरहेको छु अनि धेरै भिड छ आज चाहिँ सब बुवा आमाहरू आउनुभएको छ सबको आँखाको समस्या कारणले गर्दा आँखा जस्तो ठुलो कुरा केही नै छैन कि जिन्दगीमा हेर्नुहोस् त कति लामो भिड लाइन छ हामी बिहान अहिले सायद 8-8:30 यस्तै बजेको छ यति धेरै भिड छ लास्ट टाइम हुन्छ क्या बहुत टाइम लाग्छ तर